हेलो गाइज, आज चाहिँ हामी वनभोज पिकनिक खानु गाउँघरमा जाँदैछौँ होइन। आज हामी कति 5-6 जना 7 जना जति छौँ। पछाडि आउँदैछ भाडा बोक्ने, मैले भाडा बोकेको छु। पछाडि आउँदैछन् मासुहरू बोक्ने, सुँगुरको मासु खाइन्छ गाइज आज होइन। 1-2 बोतल रक्सी। त्यसपछि हामी चाहिँ आज भर्खर लागिँदैछ र लगभग रात पर्छ होला कि जस्तो लागेको छ। देखि आउनु म चाहिँ यहाँबाट झनै ल हामी चाहिँ अब लगभग पुग्नु आँट्यौँ होइन। ओ बाँदर है ल बाँदर ल हामी चाहिँ अब माथि टोलीहरू छ यहाँनिर सानो यहाँबाट 2टा खोला छुटिँदैछ। यहाँबाट एउटा यता र उता छ है। यहाँदेखि लगभग माछाहरू पाउने आश पनि एकदम कमै हुन्छ यो खोलामा। यहाँसम्म त जबसम्म अलिअलि होला। हो सधैँ त ठुलो थियो। दाउरा बोक्दै गरौँ एउटा अलि, तर माथि नै पाउँछ होला। ल यहाँ एउटा फुचे बाँदर, एउटा भुन्टुके ओ लड्छ चाहिँ जाठा। आज स्कुल नगई यसलाई पनि लिएको छौँ रमाइलो होस् भनेर। एक्लै बारीमा कुद्दैछ, खोलामा कुद्दैछ। कता हौ जाठा। अब हामी चाहिँ लगभग डरा आफै बोक हामी त जान्दैनौँ नि। सपना र मेरो चुला बनाउने काम हो गयो। ल अनि हामी यहाँ झरना पनि खतरा लामो आएको छ है। ठुलो त आएको छ, मान्छे यहाँ चुरुप्प डुबिन्छ। माछा पनि ठुलो छ भरे अब यसलाई माछा मार्नु पर्ला। यहाँ चढ्दैछ, दाउरा बोकेर आउँदैछन् सबैजना। छैन ओ ल फाइनली पुग्यो गाइस हाम्रो ठाउँ चाहिँ। ल नि गयो हाम्रो पिकनिक खाने ठाउँमा फाइनली हामी। यस्तो छ ढुङ्गा अडार है, निकै डेन्जर छ यो ठाउँ चाहिँ। आउँदैछन् यहाँ दाउरा लिएर टोलीहरू। गयो यहाँबाट तलदेखि पानी खोलाबाट सर्नुपर्ने अवस्था देखियो। टोलीहरू फाइनली सक्सेसफुल्ली यहाँ एकदम डेस्टिनेसनमा चाहिँ हामी आइरहेछौँ। अब यहाँ हेरौँ यत्रो ठुलो अडारभित्र छ, डरै लाग्दो है यो के लुक्छ को नि थाहा छैन। यहाँदेखि हामी यता जाँदैछौँ। ल यहाँ छ मेन आजको आयोजक। चुला त फाइनली त्यसै रहेछ नि त। झन् यता नजिक हुन्छ कि यता नजिक हुन्छ हो खोलामा। यति टोली छौँ आजको। मलाई चाहिँ गाह्रो बनाएर त के थाहा, सबै बुखार है। किन के भएछ नि? ल हामी चाहिँ यहाँ सबैजना चाहिँ आज खानेछौँ मासु भात। धन्दाहरू मात्रै त्यो बाल्टीमा लगेछौँ न, पानी पनि एक्लेर म यहाँ सम्पूर्ण गरिदिएको होइन केटा। के छ यहाँ? ल यहाँ हेर के खाने आज? धन्दा गरेर आइसक्यो महानुभावहरू। के लाको के गर्नुभएको हजुरले चाहिँ? फुक्नु भएको पानी ल्याउनु भएछ। चामल धुने कार्यक्रम भइरहेछ है। चामल टक्कसँगले यहाँ चामल लगाएपछि अर्को चुला पनि बनाउनु थिएछ।
हामी पिकनिक अब लगभग भात सात पाकिसक्यो भात सात पाक्यो सब्जी अब रेडी हुँदैछ अर्को चुल्हा बनिसक्यो अब चाहिँ हामी गम खाएर चाहिँ चाहिनेलाई जङ्गल कालिज खोज्दैमा गइन्छ प्याज काटै छ अब यहाँ के त भन्दाखेरिमा हो नि त सही हुन्छ बुढीको आँखा छलेर यो चाहिँ हेरे के को मासु छ बङ्गुरको मासु हो यो प्युर लोकल 5 तरे बङ्गुर ओयामको रेमुना गाउँको के भन्छ यसलाई कस्तो खाना जे पनि पोसिबल हुन्छ खै 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 माछाको मासु खानुपर्छ यसरी होइन काटिसक्यो फाइनली मासु भन्छ पहिला भाले लान्छु ल भन्छ भन्दा भन्दै ल्यात्तै उडिसक्यो ल अब हाम्रो लगभग भात सब्जीहरू एकदम सब्जीदेखि लिएर भातदेखि लिएर होइन लगभग तयारी अवस्था भइसकेको जानकारी म दिँदै के खाँदैछ कोनी नफालन काम लाग्छ अहिले ल अनि टोलीहरू अब खानुको लागि चाहिँ आतुर भएर चाहिँ एकदम बसिरहेका छन् अब मैले पनि यहाँ भात खाने कार्यक्रम अब स्टार्ट हुन लाग्यो हाम्रो लगभग कति बज्यो भने 3 बज्यो है 3 बज्यो अब वरिपरि यस्तो जङ्गल छ यहाँ कुन चाहिँ ओडरमा आएर तरकारीबाट सुरु हुन्छ चामलमा भागी जाने भात खाइ भइसक्यो यहाँनिर छिटो खाइहाल्नु त 1-2 मासु खानु ल यस्तो भयो नि पिरो त छैन खासै टोलीहरू यसरी एकाएक खाँदैछन् हाम्रो मुख्य च्वाचेको मासु खाउँ के खाउँ होइन अलिक के छ भन्दैमा ल अरू छैन म पनि सुरुवात गर्नेवालामा छु है त गाइस ल है त ल गाइस अब भने हामीले खाएर पनि सक्यौँ जाने तर्खरमा छौँ अब गाइस हामी है त भात टन्न खायो पेट खुल्यो अब भनेको हामी अर्कै कार्यक्रममा पनि लाग्दैछौँ है ल सबजनाले अब आफ्नो आफ्नो सामानहरू थन्काउनु होला लागिहाल्नुपर्छ धेरै जङ्गलहरू बस्नु पर्दैन अहिले बाघ भालुको अलिक फेरि जोखिम छ यहाँ पनि भन्दै आजको कार्यक्रमलाई यहीँ समाप्त गर्दै फेरि पनि यस कार्यक्रममा सहभागी सबैलाई भइदिनु हुन पनि अनुरोध गर्दछु अर्कोचोटिलाई लगाइन्छ अब हाम्रो ठाउँहरू यस्तो छन् फेरि यहाँदेखि हामी झर्नुपर्छ पारी पुग्नुपर्ने छ निकै टाढो आएछ है ल अब चाहिँ हामी भातसात खाएर यसो भातलाई पचाउने कार्यमा चाहिँ लागिँदैछ यसरी अब यो हाम्रो कार्यहरूको यो काठहरू चाहिँ उब्रिएको थियो जुन काठहरूलाई चाहिँ अब सदुपयोग घरमै लग्नुपर्ने आवश्यक देखिएको छ र यहाँ चाहिँ हाम्रो जुन मेरो बाजे र मेरो मम्मीको तस्बिर यहाँ यसरी सजाइएको छ अब के गर्नु त जे भए पनि हामीले बनायौँ अलिकति होइन अब यसरी सजाइया छ अनि ल यो काठलाई चाहिँ हामीले घर पुर्याउनु पर्ने छ है त भात मासु अलिक पचेन अरे अब त्यही भएर यसरी भात मासुलाई अलिकति गरौँ हुन्छ क्या यसरी पचाउनु पर्ने छ छिटो हिँड टाटा बाई बाई आजको ब्लग एन्डिङ